राजकुमार बन्नुभएको छ आयुष ढकाल र 10औं पुस्ताका अधिराज कुमार बन्नुभएको छ प्रशान्त अधिकारी र राजाकी आमा बन्नुभएकी छन् त्रिशला बोकटी र राजाका भतिजा बन्नुभएको छ शाश्वत चापाटी र नाटककी सहजकर्ता बन्नुभएकी छ प्रकृति पराई। नाटकको प्राविधिक सहजकर्ता बन्नुभएको छ सुदन पौडेल र अन्त्यमा नाटकका लेखक र निर्देशक शासक चलकाई हुनुहुन्छ र सबैजना आफ्नो सिटमा बसी नाटक रमाइलो लिनुहोस्। बुझ्नुभयो नि समय कालचक्र सबै कुराको साक्षी म नै हो। मैले कसैले नदेखेको कसैले नसुनेको देख्न मन भए पनि देख्न नपाएको र सुन्न मन भए पनि सुन्न नपाएको घटना दुर्घटना देखेको छु अनि सुनेको पनि छु। आज म त्यस्ता 2वटा कथा सुनाउँछु। बुझ्नुभयो नि 2वटा कथा जुन सबैले सुन्नुभएको होला तर हेर्ने मन धेरैलाई होला। पहिलो कथा हो राजा र गोरखनाथको। एकादेशमा नेपालका राजाहरूका कुल देवता गोरखनाथ कुनै जङ्गलमा बसेर तपस्या गर्दै थिए। संयोगले त्यति बेला नेपालका महाराधिराज पृथ्वीनारायण शाह पनि आफ्नो शाही सुविधा छोडेर सामान्य जनताको भेषमा आफ्नो पहिचान लुकाएर एकजना सहयोगीका साथमा त्यही जङ्गलमा घुम्दै थिए। उनी एक्कासी आफ्ना कुल देवतालाई देख्दा छक्क पर्दछन् अनि हत्तपत्त निहुरेर डोब्छन्। गोरखनाथले आँखा खोल्छन् अनि ती राजालाई आशीर्वाद दिन्छन्। राजाले भने गोरखनाथलाई दही भेट दिन्छन्। गोरखनाथले खुसी भएर त्यो दही खपाखप खान थाल्छन्। राजाले गोरखनाथलाई कतिको श्रद्धा गर्दा रहेछन् कतिको सम्मान गर्दा रहेछन् भनेर परीक्षा लिन गोरखनाथले राजालाई उनका 2 हात थाप्न इसारा गर्छन्। राजाले तुरुन्तै हात थाप्दछन् तर अचम्म के छ भने राजाका 2 हातमा गोरखनाथले मुखमा भएको दही थुकिदिन्छन् अनि त्यसलाई खान आदेश दिन्छन्। राजालाई त्यो थुकेको दही खानुभन्दा बहुतै रिस उठ्छ। उनी मनमा नै ठान्छन् म जस्तो राजालाई थुकेको दही खा भन्ने। यस्तो भन्दै रिसले चुर भएर फ्यालिन्छन् अनि त्यो दही फ्यालिदिन्छन्। त्यो देखेर गोरखनाथ बहुतै रिसाएर काट्न लाग्छन्। कुल देवता रिसाएको देखेर राजा डराउँछन् अनि अलि हच्किन्छन्। तर गोरखनाथ भने आफ्नो कमान्डलुबाट जल झिकेर मन्त्र पढेर राजातिर फर्केर भन्छन् मैले दिएको प्रसादको अपमान गर्ने तेरो यत्रो हिम्मत? तँलाई तेरो राज्यको धेरै घमण्ड भयो होइन? जा तँलाई श्राप दिन्छु। अबको 10औं पुस्तामा तेरो वंश नाश होस् अनि राज्य सत्ता पनि छुटोस्। यसरी पहिलो कथा समाप्त हुन्छ।
गोरखनाथले श्राप दिएको त धेरै वर्ष बितिसकेको थियो, तर सबैले त्यो श्राप बिर्सिसकेका थिए, तर मैले त बिर्सेको थिइनँ। अर्को कथा भने मलाई धेरै अघिबाट देखाउन मन थियो, तर मौका मिलेको थिएन। आज मौका मिलेको छ। त्यो दिन शुक्रबार थियो, बुझ्नुभयो नि, गुड फ्राइडेको दिन, रमाइलो गर्ने दिन। तर रमाइलो गर्ने दिन रमाइलो मात्र भयो कि? आउनुहोस् हेरौँ।